हेलो गाइस मेरो आमाले चाहिँ यो आइसक्रिम ल्याइदिनु भएको म चाहिँ अब खाँदैछु अनि यो चाहिँ स्ट्रबेरी फ्लेभर हो हैन मलाई चाहिँ यो मनपर्छ मिठो लाग्छ अन्त आज मेरो हिन्दीको एक्जाम थियो अन्त मैले दामी गरेँ थ्यांक यू कस्तो गरेर एक्जाम चाहिँ दामी गरेँ हो अन्त के आएको थियो क्वेशनहरु चाहिँ हिन्दीहरु लंगडाहरु रुचा रस्ताहरु लंगडा भोलि चाहिँ के को हो एसएसटी को नि आमा एसएसटी को अन्त तिमीलाई चाहिँ स्ट्रबेरी फ्लेभर मन पर्छ खै यता हेर्देऊ न यो कपाल चाहिँ आज स्कुलमा चाहिँ इङ्ग्याले कस्तो राम्रो बाटिदिनु भएको थियो किन फुकालेको फुकालेको त थिएन कि मेरो साथीले फुकाल्यो नि त्यस्तो पनि गर्नुहुन्छ अन्त त्यस्तो गर्नु हुँदैन भनेनौ आफ्नो साथीलाई त्यस्तो गर्नु त हुँदैन भने हैन मैले तर मैले अन्तेरी गरिकिन चाहिँ उयो गर्दियो नि खोल्दियो त्यस्तो त गर्नु हुँदैन है अब चाहिँ त्यस्तो गर्नु नदिनु ल कपालहरु स्कुलमा जस्तो बाटेर गएको छ घरमा पनि त्यसरी आउनु पर्यो नि खोलेर भत्याङ भुतुङ भएर आउनुहुन्छ त्यसरी इङ्ग्याले देख्नु भयो भने त पिट्टा लाउनु हुन्छ त अन्त किन खोल्दिनु भएको रे साथीले चाहिँ तिमीले पनि गर्यौ होला नि त खोल्देऊ होला नि त हैन त कोनी ए अन्त साथीले चाहिँ खोल्दियो अन्त कपाल चाहिँ तिमीले पनि उसको खोल्दियो होला पहिला अन्त अन्त एक्जाम चाहिँ अन्त अस्ति इङ्ग्लिसहरुको चाहिँ कस्तो गर्यो राम्रो गर्दैछ राम्रै गर्दै होला नि त्यसो भने अन्त यहाँ भन्देऊ न अन्त यहाँनिर गाइजहरुलाई पनि म त राम्रो राम्रो गर्दैछु एक्जाम भन्देऊ न म चाहिँ राम्रो गर्दैछु अब समर भ्याकेसन आउँदैछ विन्टर पनि आउँदैछ समर भ्याकेसनमा चाहिँ म फुपाको घर जान्छु फुपाको घरमा अनि विन्टरमा चाहिँ माउला जान्छु हो र ए त्यसो भने भाइ र म अब जानु म होला न तिमी त फुपाको घर जाने हैन फुपाको घर जाने कोसँग जाने फुपाको घर चाहिँ यहाँ र फुपा र म हो र अन्त याङनिम उयो साँच्चै याङनिमलाई त एउटा गीत पुरा मन पर्छ नि के पो गीत त त्यो त हम्मा हे तारे हम्मा कसले गाएको यो गीत त्यो मुखमा त्यसो नगर उयो हौ त्यो इन्डियाको केटीले इन्डियाको केटी उसको नाम के हो के पो थियो आमा इन्डियाको हैन उ त सिक्किमकै हो ए सिक्किमको पो त केमा पो गएको थियो सारेगामा पामा होला हौ केमा गएको थियो कसले रे ज्यान्सेनको पो ज्याक्सन डोमालामा मन पर्यो याङनिमलाई चाहिँ ज्याक्सन डोमालामाले गीत गाएको थियो हम्मा गीत चाहिँ सुनेछ अडिसन कि केमा गएको चाहिँ आम्मामाम रुइएर उसको पापालाई यो गीत सिकाइदिनु भनेर हो गाउँछु भनेर घरमा झगडा गरेर गर्छ है कसरी सिकाउनु पर्ने हो उसलाई चाहिँ पुरा मनपर्छ गीतहरू गाउनु डान्स पनि गर्नु मनपर्छ मेरो छोरीलाई चाहिँ छि त्यसरी खान्छ आइसक्रिमकै भएन कसको घर जाने हेरी तिमी चाहिँ फुपाको घर ए माउला जाँदैनौ विन्टरमा विन्टर कहिले हो विन्टर त पछि हो नि ल त्यसो भने बाई बाई भनिदिनु गाइस मौला नि जान्छु बाई बाई गर्दिनु आई लभ यु तपाई गाइसहरु चाहिँ मलाई पुरा मन पर्छ हो र आई लभ यु बाई बाई अब पछि भेटौँला भिडियोहरु पनि हेर्दिनुस् भन न भिडियोहरु पनि हेर्दिनुस् नमन पराको गर्नुस् हैन मन पराइदिनुस् हौ मन पराइदिनुस् नमन पराको चाहिँ नगर्दिनुस् ल लाइक शेयर कमेन्ट्सहरु गर्दिनुस् भन लाइक शेयर कमेन्टहरु गर्दिनुस् सब्स्क्राइब पनि गरिदिनुस् सब्स्क्राइब लाइक गरिदिनुस् नोट गर्नुस् हामीहरुलाई